Baby, come to Qatar. मुदिर आएगा तो गल्ला गल्ला ये घंटी हल्ला काले भाई की भाडा नाप्नु भन्दैछ हैन आज भाडा माग्ने काम काले भाइको लागि वेलकम गाइस टु माई ब्लग म चाहिँ अहिले भिडियो बनाएको थिएँ हैन त्यो ब्लुटुथमा रहेछ त्यो एउटा साउन्ड आयो पारा बर्थडे भाइ कट्टु र टी-शर्टमा घुमिरहेछ अनि म चाहिँ भिडियो बनाउँदै छु हैन सो अनि केटाहरु यहाँ खाना पकाउँदैछ बर्थडेको लागि रेडी गर्दैछ हैन चिकन रोस्ट के बनाउने भन्दै सो बनाउँदैछ किचनको हालत यस्तो छ हैन टक्क काले भाइ यस टमाटर काटे जाछु टमाटर काट्न मजा आछ मजै आइरहेछ सो काले भाइ टमाटर काट्दैछ उतातिर अनि यतातिर हाम्रो चिकन काटेर रेडी भइरहेछ हैन हेलो कुकमेन खोइ त नि सेफ भएर अनि टोपी सोपी छैन त यार नट एलाउड सो यता कुकमेनले के पकाएको यो त्यसमा पुरै चुर्लुम्मै डुबेछ यार अनि यहाँ चाहिँ यो पुरा यो मसला घोलेर राखेको त्यो त्यहाँ पकाउँदैछ यो चाहिँ के अरे लाफा के अरे यो भनेको चिकन पकौडा भेजको पकौडा त खाएको होला यहाँ चाहिँ चिकन पकौडा अरे यहाँनिर छ पकौडा रेडी भइसक्यो खासमा चाहिँ चिकन रोस्ट बनाऊ भन्ने सल्लाह भएको थियो त्यही त अलिक चिकन रोस्ट बनाउने भन्दै थियो पकौडा बनाउने मुडमा फेरि अब लाखा लागि खालि पकौडा हुन्छ अहिले पकौडा मात्रै बनाउँछ कि आलु पनि पकौडै बनाउँछ चिकन पनि पकौडै बनाउँछ पिठो पनि पकौडा बनाउँछ एउटा नामै पकौडे सेप राखेको थिएँ मैले सम्धी लाफाको नाम के हो थाहा छ पकौडे सेप जहिले आलुको नि पकौडा बनाउने होइन जसको पनि पकौडा अनि पिठोको नि पकौडा यता चिकनको नि पकौडे बनाइदियो होइन अन्डाको नि पकौडा हो सेपलाई ऊ क्याप लगाएको यस्तै छ होइन अब बर्थडेको लागि रेडी हुँदैछ अनि किचनको हालत यस्तै छ रेडी बर्थडेको लागि काले भाइ नलाजाऊ न Baby, come to Qatar. नहीं इधर वो दूसरा रूम में मेरा दोस्त लेके गया था तो गिटार लेने के लिए जाएगा भाई हमारा गिटार चोरी करके लेके गया वो कैंपस अल्लाह की बात था कुछ हाँ वो भी सिंगर है वो सिंगर नहीं पूरा सिंगर है वो भी दारू ये सिंगर नंबर 1 सिंगर है इधर हमारा सम्बी फिलिपिनो नहीं कैंपस दोनों है ना एक फिलिपिनो है एक और दूसरा मिस्री मछली लेके गया तो हम उतर जा रहा है हमारी बस में पड़ किधर गिटार लेने के लिए गिटार कैंपस उठा के लेके गया गिटार चाहिँ हैन क्याम्पसले अब कम्प्लेन गरेछ केटाहरुले त्यही भएर गिटार लिएर गएछ हैन इतका छुट्टी मिला नहीं गिटार बजाउन नपाएको लगभग कब मिला था 2 हप्ता भइसक्यो सो आज सम्पीको बर्थडे दिन गिटार सिटार लिएर आउने अच्छा अब गिटार लिनु जाँदैछौँ अब दिन्छ कि दिँदैन थाहा गया था गिटार गया ना घूमने के लिए केटाहरुले कम्प्लेन गरे अरे एउटा सोल्टी लगाएको थियो अनि त्यो सोल्टीले चाहिँ बजायो भनेर कम्प्लेन गरेर अनि क्याम्पस आएछ के सो क्याम्पस आएर गिटार उठाएर लगेछ अनि त्यही भएर लिन जाँदैछौँ हैन क्या प्याज गिटार दियो भने इन्जोय गिटार बजाएर पनि देखाउँछ हैन सो गिटार बजाउने भनेको त यता हाम्रो सम्बी गिटारिस्ट हमारा खड़ा तारा तो हमारा इधर है
बहुत अच्छा वाला है यार हमारा भाई साहब। किसी को गाड़ी चाहिए तो इधर फोन करो यार। गाड़ी से मिल जाते हैं। गाड़ी जादू लग रहे हैं ना वो। अभी ये गर्मी से इतना गर्म में आना भी मुश्किल है, पता है। गाड़ी पूरा गर्म हो रहते, ठंडा करना पड़ता है। कतारमा बहुत गर्मी गरेको क्या सो देख्न सक्नुहुन्छ अगाडि कतारको बाटोको रोड होइन ढाडी मुलुक यस्तै छ कतारको बाटोको रोड बडा यार खतरा सिन देखिरहेको छ सधैँ। सो हामी बस्ने क्याम्पहरू यस्तो छ उल्टा जाने लगा होइन। कतार पनि हरियाली बनाइसक्यो पुरा आजभोलि। मस्त देखेछ। कुल्लू कुल्लू सो गाइज हामी चाहिँ अब मुश्किल कस्टमर क्याम्पसको भित्रमा आइपुगेछ होइन। यो हामी 28 बस्छौँ, यहाँ चाहिँ क्याम्पसको 48मा होइन। क्याम्पसले अब गिटार दिएन भने चाहिँ क्याम्पसलाई अब के गर्ने होइन त्यो सम्झिलो थाहा छ। मैले केही गर्दिनँ म भनिहाल्छु गिटार दिएन भने भनिहाल्छु तेरो बाबु सम्पर्क के भन्छ नेपालीबाट भन्ने चाहिँ नेपालीबाट भन्ने हो कि इङ्ग्लिसबाट भन्ने। मुदिर आएगा त यल्ला यल्ला यो घन्टी हल्ला। सो गाइस गिटार दिएन होइन। क्याम्पसले आधी घन्टासम्म बस्यो हामी, आधी घन्टा वेटिङ गऱ्यो। क्याम्पस आयो, क्याम्पसले गिटार पनि दिएन। अब भोलि दिन्छु भन्छ। आज चाहिएको थियो खासमा। अब सम्धीको बर्थडे थियो, त्यही भएर सम्धीको लागि भयो नि गिटार चाहिन्थ्यो होइन। अनि गिटार दिन्छ होला भनेर आएको। एउटाले दिन्छु भन्दै थियो, दुइटा क्याम्पस छ, एउटाले पठाइदियो भन्दै थियो, अर्कोले फेरि बाटो भएर नदियो भने। गिटार पाएन होइन, त्यतिकै फर्कियो। अब लाग्यो फेरि 28। अरबिक आएगा कौन सा गाना गाएगा? अरबिक बस आएगा ना, या अल्लाह सरा सरा ऐसा गाओगे तो खुश रहेगा। फिलिपिन आएगा तो इंग्लिश गाना गाओ। त्यसलाई त्यही त रिक्वेस्ट गर्नु पर्ने क्या होइन। त्यो मैले भन्न लागेको थिइनँ, तर किनभने त्यो अलाउडै छैन नि त। अनि अब त्यो गिटार चाहियो आज मेरो यस्तो भन्नु भने झन् अलाउडै थिएन। के गर्छ बाहिर जानु लाग्यो भोलि बिहान घुम्न जानु लाग्छ राम दाईलाई मलाई थाहा नै छैन। राम दाईलाई आयो खै भाइ गिटार निकालेर त भनेपछि सब गिटार फेरि रामदाईको। अब रामदाईलाई थाहा छैन। अब यो भिडियो हेरेपछि रामदाईलाई थाहा हुन्छ। रामदाई सलाम वालेकुम, यल्ला हबिबी गिटार नै दी। रामदाईले अहिले थाहा भइहाल्छ। यस्तो छ जिन्दगी। अब सोल्टीले फेरि गिटार उता पुर्याएपछि यार सोल्टीले नि अब किन आएको भने होइन, सोल्टी पनि आउँदैन। सोल्टी नै भए ल सम्धि सम्धि ल है खोल्नु पर्यो। यो पेस्दाई के जीवन है। बोका ग्याङ कार्याक कार्याक
to you. त्यो बनाउन काम छ के मिल्छ दुईटा हातमा एउटा हातमा दुईटा लड्डु सम्धिको अगाडि अलरेडी दुईटा केक रेडी भइसकेको छ ढिङ ढिङ तारा भाइ राजा ढिङ ढिङ तारा यो चाहिँ हाम्रो रूपेश राईबाट आएको हो हैन सो ढिङ ढिङ तारा सबको सुतला दाइलाई ओ सबको सुतला ये त छ ह्यापी बर्थडे निर्मल गुरुङ सम्धि ये चुरो दिएर चक्कु दिएर ओ सम्धि स्टार्ट हुँदैछ हैन लेट्स गो उतैन पकाइदिनु त फेरि एनाउन्समेन्ट गर्दै गर्छ मलाई नपठाउनु Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. केकमा ढाक्को लगाइदिनु पर्छ के अगाडि त्यसपछि अब म हस्तान्तरण गर्न चाहन्छु कौन है ये लोग
सेफको अलरेडी बयान गरिसकेको छ होइन सेफले यतातिर डेकोरेसन लिएर आउँदैछ वाह लाफा पकोडा सेफ हिज नेम इज पकोडा सेफ खतरा डेकोरेसन लिएर आफ्नै ढङ्गले नयाँ रङ्गले कहे नौजवान हो लास्ट बजाइदिनु त्यहाँबाट यताको स्टार्ट गर्ने एउटा मन्द धुन सुनाउँदा